सबैलाई नमस्ते। अब फेरि ब्याचलर थर्ड इयर बीबीएस थर्ड इयरको अब तेस्रो सब्जेक्ट तेस्रो पेपर ट्याक्सेसन इन नेपाल। यहाँभन्दा अगाडि तपाईँहरू 3वटा इक्जाम दिनुभयो, ल, त्यसपछि फाइनान्स, त्यस पछाडि बिजनेस इन्भाइरोमेन्ट एन्ड स्ट्राटेजिक म्यानेजमेन्ट। त्यस पछाडि तपाईँहरूको यो अर्को पेपर छ ट्याक्सेसन इन नेपाल। यहाँबाट आउने सम्भावित प्रश्नहरू फेरि मैले तपाईँहरू लिएर आएको छु। मैले जति पनि मैले यहाँ भनौँ न सम्भावित प्रश्नहरू लेखेको हुन्छु, अनि त्यहाँबाट लगभग 70-80% चाहिँ आएको छ होइन। अब फेरि अब ट्याक्सेसन नेपालको चाहिँ अब हामी हेरौँ, यसको पहिलो सुरुमा क्वेसन प्याटर्न चाहिँ हेरौँ। ग्रुप एमा टोटल क्वेसन 10वटा हुन्छ, जसमा चाहिँ 6वटा थ्योरी हुन्छ र 4वटा चाहिँ न्युमेरिकल हुन्छ। प्रत्येक क्वेसन 2-2 मार्क्सको हुन्छ। यसरी 20 मार्क्सको ग्रुप एमा सोध्छ। त्यस पछाडि ग्रुप बीमा टोटल क्वेसन तपाईँको 6वटा हुन्छ र 6वटा मध्ये तपाईँहरूले चाहिँ 5वटा एटेम्प गर्नुपर्ने हुन्छ, जसमा चाहिँ एउटा क्वेसन 10 मार्क्सको हुन्छ भनेपछि 5वटा क्वेसनको 50 मार्क्सको हुन्छ। अब ग्रुप सीमा टोटल क्वेसन 3वटा हुन्छ, 3वटा मध्ये 2वटा तपाईँहरूको एकदम न्युमेरिकल हुन्छ र एउटा थ्योरी भन्दा पनि एउटा क्वेसनमा 2वटा थ्योरी भनौँ न ए र बी भनेर 2वटा थ्योरी चाहिँ आएको हुन्छ, एउटा 7 मार्क्सको एउटा 8 मार्क्सको। यसरी चाहिँ एउटा थ्योरी भन्दा एउटा क्वेसनमा चाहिँ थ्योरी चाहिँ आएको हुन्छ है, ए र बी भनेर। यसरी चाहिँ ग्रुप सीमा चाहिँ 2वटा गर्नुभयो भने 15 मार्क्सको हिसाबले 30 मार्क्सको चाहिँ ग्रुप सीमा। यसरी चाहिँ तपाईँको 100 मार्क्सको क्वेसन प्याटर्न सेट गरेको हुन्छ। अब हामी प्रोभाइबल क्वेसन र इम्पोर्टेन्ट क्वेसनतिर लागौँ प्रत्येक च्याप्टरको। अब यो च्याप्टरहरूको मैले यो जति पनि क्वेसनहरू लेखेको छु यसको सबैको एन्सर चाहिँ तपाईँले फेसबुक पेज यो रत्नामृता बिजनेस नोट्समा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले हेरिदिनु होला र यसको लिङ्कमा यसको डिस्क्रिप्सनमा म राखिदिएको हुन्छु, त्यहाँबाट गएर तपाईँले भिजिट गरिदिनु होला है। सबै प्रत्येकको क्वेसनको एन्सर चाहिँ मैले त्यहाँ लेखेको छु। अब च्याप्टर 1बाट चाहिँ कन्सेप्चुअल फाउन्डेसन योभन्दा पनि तपाईँले चाहिँ म पहिला जस्तै तपाईँहरूको धेरै टाइम हुँदैन, 2-3 दिनको टाइम हुन्छ, 2-3 दिनको ग्याप हुन्छ। त्यो टाइममा चाहिँ तपाईँले सबै च्याप्टरहरू हेरेर जान्छु भनेर त्यो अलि असम्भव हुन्छ नि त होइन। कि तपाईँले पहिलेदेखि अलिअलि पढ्दै आएको हुनु पऱ्यो होइन। कति विद्यार्थीहरू पढ्दै आउनु भएको हुन्छ, रेगुलर हुन्छ, कुनै चाहिँ त्यो धेरै कन्टिन्युसली लागेको हुन्न नि त होइन। त्यसो हुँदा चाहिँ कुन इम्पोर्टेन्ट च्याप्टर हो, कुन पढेपछि चाहिँ तपाईँले चाहिँ मोर ओभर 80% जति तपाईँले चाहिँ हल गर्न सक्नुहुन्छ भने म भिडियोको अन्तिममा भनिदिन्छु। अब च्याप्टर 1बाट हामी हेर्दै जाउँ। च्याप्टर 1 कन्सेप्चुअल फाउन्डेसनबाट आउन सक्ने प्रश्नहरू भनेको डिफाइन ट्याक्स, कर भनेको के हो भनेर तपाईँले 2 मार्क्स सोध्न सक्छ। अथवा यसको चाहिँ अब्जेक्टिभ्स 2वटा अब्जेक्टिभ्सहरू लेख भनेर तपाईँले 2 मार्क्स सोधिन्छ। अनि टाइप्स अफ ट्याक्सहरू के हुन् भनेर सोधिन सक्छ, डाइरेक्ट एन्ड इन्डाइरेक्ट ट्याक्स होइन, प्रत्यक्ष र अप्रत्यक्ष कर। अब तपाईँले कहिलेकाहीँ चाहिँ यो टाइप्स अफ ट्याक्स भनेर 2 मार्क्स सोधिन सक्छ, अथवा डाइरेक्ट ट्याक्स भनेको के हो र इन्डाइरेक्ट ट्याक्स भनेको के हो भनेर पनि तपाईँलाई 2 मार्क्समा सोधिन सक्छ है। अनि अर्को छ तपाईँको डिफ्रेन्ट क्यानन अफ ट्याक्सेसनको विभिन्न सिद्धान्तहरू, करका विभिन्न सिद्धान्तहरू, जस्तै क्यानन अफ सर्टेन्टी, त्यसपछि क्यानन अफ इक्वालिटी अथवा इक्विटी है, समानता अथवा समता भन्ने हुन्छ। क्यानन अफ इकोनोमी, त्यस पछाडि क्यानन अफ इलास्टिसिटी, क्यानन अफ न्युट्रलिटी, क्यानन अफ सिम्प्लिसिटी र क्यानन अफ डाइभर्सिटीबाट चाहिँ तपाईँले एउटा क्वेसन चाहिँ स्योर सोध्छ। यो तपाईँले च्याप्टर 1मा चाहिँ 2 मार्क्सको वेटेज भएको च्याप्टर हो, त्यसो हुँदा म सबै 2-2 मार्क्स लेखेको छु। यो थ्योरी पुरै एकदम थ्योरी भएको च्याप्टर हो, एकदम इम्पोर्टेन्ट पनि छ, स्योर क्वेसन पनि हो। यहीँबाट चाहिँ तपाईँले क्वेसन आउँछ है त, त्यही अनुसार तपाईँले तयारी गर्नु होला। अब यसरी अब च्याप्टर 2मा पनि एकदम यो थ्योरी पार्ट हो, यसबाट पनि तपाईँले 2 मार्क्सको सोध्छ। 2 मार्क्समा कस्तो खालको क्वेसनहरू सोध्न सक्छ त हेरौँ है। यसबाट चाहिँ तपाईँले टाइप्स अफ ट्याक्स पेयर होइन, कर तिर्ने मान्छे तिनीहरूको प्रकार हुन्छ, ट्याक्स पेयरहरू कति प्रकारको हुन्छन्, अथवा तिनीहरूलाई चाहिँ मेन्सन गरेर लिस्ट गर भनेर तपाईँले सोधिन सक्छ होइन। ट्याक्स पेयर जस्तो भनौँ न नेचुरल पर्सन, त्यस पछाडि कम्पनीज, फर्म्सहरू, यिनीहरू सबै ट्याक्स पेयरका टाइप्सहरू हुन्, त्यो अनुसारले हेर्नु होला है। त्यसपछि तपाईँलाई हेड्स अथवा सोर्सेस अफ इन्कम होइन, सोर्सेस अफ इन्कमको यसका हेड्सहरू कहाँबाट चाहिँ आम्दानी अथवा आय चाहिँ आउँछ भन्न। जस्तै हेड्स भनेको जस्तो इन्कम फ्रम इम्प्लोइमेन्ट, इन्कम फ्रम इन्भेस्टमेन्ट होइन, इन्कम फ्रम
बिजनेस, त्यसपछि अरू विनफल गेन्सहरू, यिनीहरू चाहिँ सोर्सेस अफ अथवा हेड्स अफ इन्कम हुन्, त्यो भनेर तपाईँले 2 मार्क्समा सोधिन सक्छ। अर्को छ तपाईँले ट्रेडिङ स्टक भनेको के हो, तपाईँले त्यो 2 मार्क्समा सोधिन सक्छ। अथवा तपाईँले नन बिजनेस एसेट्स भनेको के हो, तपाईँले त्यो 2 मार्क्समा सोधिन सक्छ। सँगसँगै तपाईँले इन्कम इयर, आय वर्ष भनेको के हो भने त्यो सोधिन सक्छ। या तपाईँले एसेसमेन्ट इयर भनेको के हो, तपाईँले 2 मार्क्समा सोधिन सक्छ। च्याप्टर 1 च्याप्टर 2 दुइटै 2 मार्क्सको एकदम इम्पोर्टेन्ट च्याप्टर हो। सिम्पल पनि छ, सजिलो पनि छ, त्यो अनुसार तपाईँले हेर्नु होला। अब अर्को च्याप्टर 3 मा चाहिँ ट्याक्स अकाउन्टिङ एन्ड टाइमिङ भनेको छ। ट्याक्स अकाउन्टिङ मेथडको दुईवटा मेथडहरू हुन्छ, एउटा अक्रुअल बेसिस र एउटा क्यास बेसिस। अक्रुअल बेसिस अफ अकाउन्टिङ मेथड भनेको के हो तपाईँले त्यो सोधिन सक्छ। या तपाईँको क्यास बेसिस भनेको के हो भनेर तपाईँले 2 मार्क्समा सोधिन सक्छ। अर्को सोध्न सक्ने प्रश्न भनेको यसमा चाहिँ लङ टर्म कन्ट्र्याक्ट भनेको के हो भनेर तपाईँले 2 मार्क्स सोधिन सक्छ। लङ टर्म कन्ट्र्याक्ट भनेको कुनै पनि कन्ट्र्याक्ट जसलाई चाहिँ सकाउनलाई 12 महिनाभन्दा बढी लाग्छ, जस्तै कन्स्ट्रक्सनहरू होइन, तिनीहरू भनेको लङ टर्म कन्ट्र्याक्ट हो। यो भनेको तपाईँले 2 मार्क्समा सोधिन सक्छ। अर्को छ ट्याक्स अकाउन्टिङ भनेको के हो सोधिन सक्छ। या तपाईँले ट्याक्स टाइमिङ भनेको के हो त्यो पनि सोधिन सक्छ। यिनीहरू सबैको नोट चाहिँ मैले यो रत्नामृत बिजनेस नोटमा छु, त्यहाँ गएर तपाईँले हेरिदिनु होला। कुनै यदि बुझ्नु भएको छैन होइन, कुनै कन्फ्युजन छ, डाउट छ भनेपछि तपाईँले मलाई यसैमा मेसेज गर्न सक्नुहुन्छ। तपाईँको म रिप्लाई चाहिँ गर्नेछु है त सकेसम्म। अब यस्तै तपाईँको च्याप्टर 4 छ क्वान्टिफिकेसन, एलोकेसन एन्ड क्यारेक्टराइजेसन अफ अमाउन्ट छ। यसमा चाहिँ तपाईँहरूले 2 मार्क्सको सोध्छ न्युमेरिकल होइन। जस्तो तपाईँले चाहिँ कुनै पनि मान्छेको यस्तो मान्छे चाहिँ यसमा चाहिँ जागिर छ होइन, उसलाई चाहिँ भेहिकल फेसिलिटी दिएको छ अथवा क्वार्टर अथवा एकोमोडेसन फेसिलिटी दिएको छ, त्यसको चाहिँ यो भेहिकल फेसिलिटी निकाल या एकोमोडेसन फेसिलिटी कति हुन्छ त भनेर तपाईँलाई सोधिन्छ। अब भेहिकल फेसिलिटी निकाल्दा त्यहाँ स्यालेरी दिएको हुन्छ, एनुअल स्यालेरी, वार्षिक स्यालेरीको 0.5% गरेर तपाईँले भेहिकल फेसिलिटी निकाल्ने अथवा अटोमोबाइल फेसिलिटी निकाल्ने। त्यसपछि तपाईँको क्वार्टर अथवा एकोमोडेसन फेसिलिटी निकाल भनेर सोध्यो भने तपाईँले चाहिँ स्यालेरी अथवा एनुअल स्यालेरीको 2% गरेर चाहिँ तपाईँको एकोमोडेसन अथवा हाउजिङ अथवा रेन्ट अथवा क्वार्टर फेसिलिटी निकाल्नु होला। तपाईँले यो न्युमेरिकल हो, छोटो न्युमेरिकल सोधिन सक्छ। अथवा तपाईँले चाहिँ यो कस्तो खालको प्रोभिजन छ त भेहिकल फेसिलिटीको लागि भनेर तपाईँले थ्योरी पनि सोधिन सक्छ। 2 मार्क्सको वेटेज भएको च्याप्टर हो, त्यो अनुसार तपाईँले तयारी गर्नु होला है। सबै नोटहरू यो रत्नामृत बिजनेस नोटमा छ, त्यहाँ गएर एकचोटि जरुर हेरिदिनु होला। सबै सब्जेक्टहरूको छ, सबै च्याप्टरको छ। अब त्यस्तै अर्को च्याप्टर थ्योरी च्याप्टर छ क्यापिटल एन्ड रेभेन्यू भनेर। यसमा तपाईँले पढ्नुपर्ने भनेको क्यापिटल रिसिट भनेको के हो अथवा यसको रेभेन्यू रिसिट भनेको के हो सोधिन सक्छ होइन। अथवा तपाईँले क्यापिटल एक्सपेन्डिचर भनेको के हो र रेभेन्यू एक्सपेन्डिचर भनेको के हो भनेर तपाईँले यो प्रत्येक 4वटा छ, 4वटाको डेफिनेसन 2 मार्क्समा तपाईँले सोधिन सक्छ होइन, 2 मार्क्समा सोधिन सक्छ। एकदम इम्पोर्टेन्ट छ, तपाईँलाई आउँछ नै क्वेसन यहाँबाटै। अथवा तपाईँले चाहिँ भनौँ न क्यापिटल रिसिट र रेभेन्यू रिसिटको डिफ्रेन्सेस लेख्यो भनेर सोधिन सक्छ। या तपाईँको चाहिँ क्यापिटल एक्सपेन्डिचर एन्ड रेभेन्यू एक्सपेन्डिचरको डिफ्रेन्सेस लेख्यो भनेर तपाईँले 7 मार्क्समा या 5 मार्क्समा पनि तपाईँले सोध्न सक्छ। एकदम इम्पोर्टेन्ट छ। यसको नोट पनि मैले त्यहाँ रत्नामृत मेरो फेसबुक पेजमा चाहिँ त्यहाँ मैले लेखेको छु, त्यहाँ गएर तपाईँहरू हेर्न सक्नुहुन्छ है। अब अर्को तपाईँको च्याप्टर 6 छ। च्याप्टर 6 एक्जेम्ट अमाउन्ट्स, कन्सेसन, त्यसो ट्याक्स रेट एन्ड विथहोल्डिङ पेमेन्ट। यसको मैले केही पनि लेखेको छैन, त्यो धेरै इम्पोर्टेन्ट छैन। त्यसो हुँदा यो च्याप्टर 6, च्याप्टर 7 चाहिँ डिडक्सन नट अलाउड, यिनीहरू सबैको चाहिँ आउन सक्ने सम्भावित प्रश्नहरू मैले लास्ट टाइममा मैले तपाईँलाई भनिदिन्छु। पछाडि म सबै क्वेसनहरू चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसन चाहिँ मैले पछाडि लेखिदिएको छु। यसको थ्योरी पार्टवाला च्याप्टरहरू हो, पछाडि लेखिदिएको छु। अब अर्को तपाईँको च्याप्टर 8बाट चाहिँ तपाईँले इन्कम फ्रम इम्प्लोइमेन्ट है। इन्कम फ्रम इम्प्लोइमेन्टको चाहिँ तपाईँले डिफाइन एसेसेबल इन्कम भनेर तपाईँले सोधिन सक्छ 2 मार्क्समा। या तपाईँले चाहिँ ट्याक्सेबल इन्कम भनेको के हो भनेर तपाईँले 2 मार्क्समा सोधिन सक्छ। अनि अर्को तपाईँले चाहिँ अब न्युमेरिकल्स रिलेटेड टु इन्कम फ्रम इम्प्लोइमेन्ट होइन, इन्कम फ्रम इम्प्लोइमेन्टसँग सम्बन्धित यसका हिसाबहरू सोध्छ तपाईँले 10 मार्क्समा सोध्छ। क्वेसन नम्बर 11मा तपाईँ सबैले थाहा होला होइन। अनि अर्को चाहिँ तपाईँले चाहिँ यो ट्याक्स लायबिलिटी अन वुमन रिबेट होइन, जस्तो कुनै पनि केटी मान्छे चाहिँ जागिर गरिरहेको छ, उसको स्यालेरी यति दिन्छ र उसको चाहिँ ट्याक्स लायबिलिटी निकाल भनेर तपाईँ सोधिन सक्छ। ट्याक्स लायबिलिटी त्यो स्ल्याब रेट अनुसारले त्यो कपल छ कि त्यो सिङ्गल छ, त्यो अनुसार तपाईँको स्ल्याब रेट अनुसार ट्याक्स लायबिलिटी निकाल्ने। त्यसबाट लेस वुमन रिबेट 10%को दरले चाहिँ घटाएर चाहिँ नेट ट्याक्स लायबिलिटी तपाईँ निकाल्नुपर्ने हुन्छ। यो तपाईँले 2 मार्क्समा न्युमेरिकलको लागि इम्पोर्टेन्ट छ, त्यो अनुसारले हेर्नु होला। यदि तपाईँलाई हेर्नु है, अब यो यसमा चाहिँ च्याप्टर 8 छ इन्कम फ्रम इम्प्लोइमेन्ट। यसको मैले फर्मेट फुल फ्लेज फर्मेट चाहिँ मैले यो मेरो रत्नामृत बिजनेस नोटमा चाहिँ मैले त्यहाँ पेजमा मैले राखेको छु।
तपाईँले सबै बुझ्नुहुन्छ, मैले जति लेखेको छु सबै बुझिहाल्नुहुन्छ। यदि बुझ्नु भएको छैन भने तपाईँले मलाई सोध्नु होला, मलाई मेसेज गर्नु होला है त। अब 2-3 दिन छ, 2-3 दिनमा यो तपाईँले सबै इन्कम फ्रम बिजनेस, तपाईँको इन्कम फ्रम इन्भेस्टमेन्ट, यी सबै च्याप्टरबाट ल 40-50 मार्क्स आउँछ। तर पनि कुन च्याप्टरलाई चाहिँ हामी प्रायोरिटी दिने त, कुन च्याप्टर मैले पढ्दाखेरि चाहिँ मैले मार्क्स चाहिँ सेक्युर गर्न सक्छु भन्ने कुरा हो होइन। त्यसो हुँदा चाहिँ तपाईँले इन्कम फ्रम इम्प्लोइमेन्ट चाहिँ नछुटाउनु होला, जसरी पनि गर्नु होला। एकदम सजिलो छ, 2-3वटा फरक हिसाबहरू गर्नु होला। लगभग सबै मतलब भनौँ न फर्मेट त उही हो, तर क्वेसनहरू 1-2वटा अलि फरक खालको क्वेसनहरू गर्नु होला। म सबैको यसको इन्कम फ्रम इम्प्लोइमेन्टको के क्वेसन सहित सोल्युसन चाहिँ तल यसको लिङ्क चाहिँ भनौँ न PDF फाइल चाहिँ म तल डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट तपाईँले हेर्नु होला। यदि बुझ्नु भएन भने मलाई सोध्नु होला है। एकदम इम्पोर्टेन्ट क्वेसन यो च्याप्टर इन्कम फ्रम इम्प्लोइमेन्ट। अब च्याप्टर 9 छ प्रोभिजन फर डिप्रिसिएसन। यसमा चाहिँ तपाईँले न्युमेरिकलै सोध्ने हो होइन। 15 मार्क्समा एउटा 8 मार्क्समा यो सोध्छ, 7 मार्क्समा चाहिँ तपाईँको च्याप्टर 14 को चाहिँ सेट अफ एन्ड क्यारी फरवर्ड अफ लस भनेर त्यहाँ यसरी चाहिँ दुईवटा मिलेर 15 मार्क्स सोध्छ। एकदम इम्पोर्टेन्ट छ यसको पनि। म 3वटा क्वेसनसम्म तपाईँको तल PDF फाइल बनाएर तपाईँले तल डिस्क्रिप्सन राखिदिन्छु, त्यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ है। अब च्याप्टर 10 मा चाहिँ इन्कम फ्रम बिजनेस छ। इन्कम फ्रम बिजनेसमा चाहिँ तपाईँको न्युमेरिकल रिलेटेड टु बिजनेस एन्ड प्रोफेसन। बिजनेस र प्रोफेसन रिलेटेड तपाईँको क्वेसन चाहिँ भनौँ न यसको एउटा 10 मार्क्समा आउँछ, एउटा चाहिँ 15 मार्क्समा ग्रुप सीमा आउँछ। यसरी 25 मार्क्सको आउँछ बिजनेस र प्रोफेसन गरेर होइन। अनि अर्को डिस्टिङ्ग्विस बिजनेस एन्ड प्रोफेसन भनेर तपाईँले बिजनेस भनेको के हो तपाईँले त्यो 2 मार्क्समा सोधिन सक्छ, या तपाईँ प्रोफेसन भनेको के हो भनेर तपाईँ 2 मार्क्समा सोधिन सक्छ, अथवा यिनी दुईलाई चाहिँ तपाईँले यसको भिन्नता छुट्याउनुहोस् भनेर तपाईँले 5 मार्क्समा सोधिन सक्छ। अब हेर्नु, अब 2-3 दिनको टाइम हुन्छ, तपाईँले चाहिँ इन्कम फ्रम बिजनेस भनौँ न प्रोफेसनहरू अथवा इन्कम फ्रम इन्भेस्टमेन्ट यिनीहरू तपाईँले नगर्नुहोस्। किन भन्छु भने किन भन्दा पहिलेदेखि गरेको भए तपाईँले त्यही अनुसारको एउटा बानी हुन्थ्यो होइन। किन भन्दा यिनीहरू क्वेसनमा चाहिँ तल एडजस्टमेन्टहरू दिएको हुन्छ क्या, एडिसनल एडजस्टमेन्टहरू दिएको हुन्छ। त्यसो हुँदा चाहिँ प्रायः चाहिँ विद्यार्थीहरू चाहिँ एकदम कन्फ्युजन भएको हुन्छ। त्यसो हुँदा इन्कम फ्रम इम्प्लोइमेन्टको जस्तो क्वेसन छ त्यसैमा सरसर्ती हुन्छ, त्यसैमा चाहिँ जे छ त्यही अनुसार तपाईँले भ्यालुहरू राखेर चाहिँ एसेसेबल इन्कम, त्यस पछाडि ट्याक्सेबल इन्कम र ट्याक्स लाइबिलिटी निकाल्न सजिलो हुन्छ। तर बिजनेस प्रोफेसन भनौँ न अर्को इन्भेस्टमेन्टबाट अलिक गाह्रो हुने भएको कारणले चाहिँ तपाईँहरू चाहिँ यो इन्कम फ्रम बिजनेस र इन्कम फ्रम इन्भेस्टमेन्ट तपाईँले स्किप गर्न सक्नुहुन्छ। किनभने 2 दिनमा यो सबै च्याप्टरहरू हेर्छु अनि म मार्क्स राम्रो ल्याउँछु भन्दाखेरि झन् जिगज्याग भइन्छ। त्यसो हुँदा चाहिँ इन्कम फ्रम बिजनेस अलि लेन्दी च्याप्टर पनि छ र इन्कम फ्रम इन्भेस्टमेन्ट पनि तपाईँले चाहिँ नहेरिदिनु होला। इन्कम फ्रम इम्प्लोइमेन्ट चाहिँ तपाईँले हेर्नु होला जसरी भए पनि है। नहेर्नु होला भन्दा जब तपाईँ यदि आउँछ होइन, यदि आफू एकदम त्यो न्युमेरिकल राम्रै छ, आफ्नो एबिलिटी छ भने चाहिँ तपाईँले हेर्नु होला। तर मेरो सजेसन यदि तपाईँले अब 2 दिनमै तयारी गर्नु छ भनेपछि 2-3 दिनमा तयारी गर्नु छ भने चाहिँ इन्कम फ्रम इम्प्लोइमेन्ट हेर्नु र यो बिजनेस प्रोफेसन र इन्भेस्टमेन्ट चाहिँ नहेर्नु होला, मेरो सजेसन है। झन् जिगज्याग भइन्छ क्या त्यसो हुँदा। अब क्यापिटल गेन ट्याक्सबाट तपाईँले कहिले काहीँ सोध्छ, तपाईँले 2 मार्क्स सोधिन सक्छ। यसबाट तपाईँले क्यापिटल गेन भनेको के हो भनेर तपाईँले 2 मार्क्स सोधिन सक्छ होइन। त्यसबाट तपाईँको बिजनेस एसेट्स भनेको के हो 2 मार्क्स सोधिन सक्छ, या तपाईँको नन बिजनेस चार्जेबल एसेट्स भनेको के हो भनेर तपाईँले 2 मार्क्समा सोधिन सक्छ। इम्पोर्टेन्ट च्याप्टर पनि हो, एकदम थ्योरीवाला च्याप्टर हो, त्यही अनुसार तपाईँले प्रिपरेसन गर्नु होला है त। अब इन्कम फ्रम इन्भेस्टमेन्ट छ। इन्कम फ्रम इन्भेस्टमेन्टमा चाहिँ तपाईँको चाहिँ थ्योरीमा सोध्न सक्ने जस्तै इन्भेस्टमेन्ट इन्कममा चाहिँ कुन इन्कमहरू चाहिँ तपाईँको समावेश हुन्छ, अथवा कुन डिडक्सनहरू छ हामी अलाउड गर्छ, कुन एक्सपेन्सेसहरू चाहिँ डिडक्सनको लागि अलाउड गरिन्छ भनेर तपाईँ 2 मार्क्समा सोधिन सक्छ। दुईवटा लेख्नु होला, धेरै नलेख्नु। अनि अर्को तपाईँको इन्कमसँग मतलब इन्भेस्टमेन्ट इन्कमसँग रिलेटेड न्युमेरिकल सोध्ने भइहाल्यो, तपाईँ 5 मार्क्समा सोध्छ है। 10 मार्क्समा यो एउटा 10 मार्क्समा ग्रुप बीमा एउटा 5 मार्क्स यो सोध्छ, अनि अर्को 5 मार्क्सको थ्योरी जोडेर तपाईँले क्वेसन बनाएको हुन्छ है त। अनि अर्को च्याप्टर 13 छ रेसिडेन्सियल स्टेटस। रेसिडेन्सियल स्टेटस भनेको तपाईँको डिफाइन एसएससी भनेको तपाईँको ट्याक्स पेयर अथवा एसएससी भनेको को भनेर तपाईँले 2 मार्क्समा सोधिन सक्छ होइन। जो चाहिँ एकदम ट्याक्स पे गर्नको लागि एकदम रेस्पोन्सिबल हुन्छ ऊ नै एसएससी हो अथवा ट्याक्स पेयर हो। रेसिडेन्ट स्टेटसमा मैले यो नोटमा एसएससी भनेको को हो त्यो पनि मैले लेखिदिएको छु। अर्को तपाईँको रेसिडेन्ट र नन रेसिडेन्ट यसको कन्डिसन्सहरू लेख, अथवा भनौँ न कस्तो प्रोभिजनमा चाहिँ कस्तो कन्डिसनमा चाहिँ भनौँ न नेचुरल पर्सन चाहिँ रेसिडेन्ट हुन्छ र कस्तो कन्डिसनमा चाहिँ नन रेसिडेन्ट हुन्छ भनेर मैले नोटमा लेखाइदिएको छु होइन। यसको 2-3वटा कुराहरू छ। यो कुराहरू भएपछि चाहिँ रेसिडेन्ट हुन्छ, यो भएन भने चाहिँ नन रेसिडेन्ट हुन्छ, र यिनीहरूको ट्याक्स कति लाग्छ, ट्याक्स लाइबिलिटी त्यो पनि मैले नोटमा लेखिदिएको छु, त्यहाँ हेर्नु होला। अथवा तपाईँले चाहिँ यो रेसिडेन्सियल स्टेटसबाट चाहिँ तपाईँको
यसमा न्युमेरिकल पनि सोधिरहेको हुन्छ हैन, यो मान्छे रेसिडेन्ट हो कि होइन, यदि हो भने चाहिँ यसको चाहिँ ट्याक्स लायबिलिटी अथवा ट्याक्सेबल इन्कम निकाल्नुहोस् भनेर तपाईँलाई 5 मार्क्स पनि सोध्न सक्छ या तपाईँलाई 2 मार्क्स पनि सोध्न सक्छ। उत्तिकै एकदम इम्पोर्टेन्ट च्याप्टर हो रेसिडेन्सियल स्टेटस है त। अब अर्को तपाईँको च्याप्टर 14 सेटअप एन्ड क्यारी फरवर्ड अफ लसेस। यो च्याप्टर तपाईँले हेर्नु होला, एकदम सजिलो छ, हिसाब पनि एकदम सजिलो छ। तपाईँले सोध्न सक्ने थ्योरी भनेको जस्तै डिफाइन सेट अफ लस भनेको के हो हैन, लस कसरी सेटअप हुन्छ अथवा लस सेटअप भनेको के हो त भनेर तपाईँले 2 मार्क्समा सोधिन सक्छ। अर्को चाहिँ तपाईँले एलाउड इयर फर द एडजस्टमेन्ट अफ लस, भएको जुन मतलब घाटा भएको हुन्छ त्यो कति वर्षमा चाहिँ त्यसलाई एडजस्टमेन्ट गर्न सकिन्छ अथवा कति वर्षसम्म चाहिँ हामीले क्यारी फरवर्ड गर्न सकिन्छ भन्न खोज्छ। जस्तै यसमा चाहिँ तपाईँले सोधिन सक्छ बिजनेस अथवा इन्भेस्टमेन्ट लस कति वर्षसम्म चाहिँ हामी क्यारी फरवर्ड गर्न सक्छौँ भनेर। यो हामी आउने 7 वर्षसम्म, सपोज हाम्रो ल 2 वर्षमा चाहिँ हाम्रो लस भइरहेको छ भनेपछि 2 बाट 7 वर्ष गर्ने 2 + 7 गर्दा 9 भयो भनेपछि 9 वर्षसम्म हामीले के गर्न सक्नेछौँ, त्यो 2 वर्षमा भएको घाटालाई चाहिँ हामी क्यारी फरवर्ड गर्न सक्दो रहेछौँ अथवा भएको त्यो घाटालाई चाहिँ हामी एडजस्ट गर्न सक्दो रहेछौँ भन्नु खोज्छ प्रफिटबाट। यदि प्रफिट छ भने गर्ने, छैन भनेपछि अनरिकभर्ड लस त्यो भइहाल्यो। अनि अर्को तपाईँको छ बिओटी अर बिओटी लस भनेको छ, यो तपाईँको इलेक्ट्रिक प्रोजेक्टहरूसँग सम्बन्धित कुरा हो। यो चाहिँ नेक्स्ट 12 इयर्ससम्म 12 वर्षसम्म चाहिँ हामी एडजस्ट गर्न सक्छौँ है। अनि अर्को छ पेट्रोलियम बिजनेस लस, पेट्रोलियम बिजनेससँग रिलेटेड त्यसमा भएको लसहरू चाहिँ त्यसको पनि हामी के त 12 वर्षसम्म हामीले त्यसको मतलब लस क्यारी फरवर्ड गर्न सक्छौँ या एडजस्ट गर्न सक्छौँ। र सपोज 5 वर्षमा चाहिँ त्यसको लस भएको रहेछ भने चाहिँ 5 + 12 गर्दा कति भयो 17 हैन, 17 वर्षसम्म चाहिँ हामी के गर्दो रहेछौँ, त्यसको लसलाई चाहिँ हामी एडजस्ट गर्न सक्दो रहेछौँ भन्न खोज्छ। अनि अर्को न्युमेरिकल रिलेटेड टु क्यालकुलेसन अफ ट्याक्सेबल इन्कम सोइङ क्यारी फरवर्ड अफ लस भनेर यसको तपाईँले 7 मार्क्स सोध्छ। यसको न्युमेरिकल एकदम फिक्स हो। अगाडि मैले प्रोभिजन फर डिप्रिसिएसन र सेट अफ लस गरेर तपाईँको दुईटा जोडेर 15 मार्क्समा सोध्छ ग्रुप सीमा, फर्स्ट क्वेसनमा सोध्छ तपाईँले, त्यो त हाई होला हैन। यसको पनि मैले फर्मेट फुल फ्लेज फर्मेट मैले मेरो आफ्नो पेजमा राखेको छु, त्यहाँ गएर तपाईँले हेर्नु होला। यदि तपाईँ मजाले बुझ्नुहुन्छ, यदि बुझ्नु भएन भनेपछि चाहिँ मलाई मेसेज गर्न सक्नुहुन्छ र यसको पनि सम्बन्धित 2-3 वटा प्रश्नहरूको एन्सर सहित सोलुसन सहित तल म PDF लिङ्क तल डिस्क्रिप्सनमा राखिदिन्छु है त, त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। मैले भने अगाडि जस्तै इन्कम फ्रम इम्प्लोइमेन्ट, त्यसपछि प्रोभिजन फर डिप्रिसिएसन र यो सेट अफ एन्ड क्यारी फरवर्ड लस चाहिँ तपाईँले नछुटाउनु होला है। 2 दिनमा लगभग तपाईँले एकै दिनमा पनि तपाईँले सक्नुहुन्छ क्या। तीनवटा क्वेसन यसबाट, 3वटा क्वेसन उता इन्कम फ्रम इम्प्लोइमेन्ट, अनि 3वटा क्वेसन प्रोभिजन फर डिप्रिसिएसन गर्नुभयो भने तपाईँको लगभग ह्याउ चाहिँ आउँछ। यस्तो त हर क्वेसन सोध्दो रहेछ र म गर्न सक्छु भन्ने त्यो एउटा भनौँ न कन्फिडेन्स चाहिँ आउँछ। एकदम सजिलो च्याप्टर छ, फर्मेटकै आधारमा चाहिँ हामीले एन्सर निकाल्न सक्छौँ हैन। 3वटा च्याप्टर चाहिँ न्युमेरिकलवाला, इन 3वटा च्याप्टर चाहिँ हेर्नु होला है, म पछाडि सबै भन्छु। अब अर्को छ च्याप्टर 15 स्पेशल प्रोभिजन फर इन्डिभिजुअल एन्टिटी एन्ड रिटायरमेन्ट सेभिङ। यो एकदम थ्योरी सब्जेक्ट हो, थ्योरी भनौँ न च्याप्टर हो। यसबाट नि कहिले आउँछ कहिले आउँदैन, त्यसो हुँदा यसबाट नि आउन सक्ने प्रश्नहरू चाहिँ मैले पछाडि लेखेको छु है त, सबै च्याप्टर सकिसकेपछि। अब अर्को छ तपाईँको च्याप्टर 16 रेभेन्यू एडमिनिस्ट्रेसन। यो च्याप्टर एकदम इम्पोर्टेन्ट छ हैन, एकदम सर्ट क्वेसन आउँछ यहाँबाट। जस्तो तपाईँले चाहिँ डिफाइन पर्मानेन्ट अकाउन्ट नम्बर, प्यान नम्बर भनेको के हो भनेर तपाईँले सोधिन सक्छ 2 मार्क्समा। अर्को चाहिँ तपाईँको ट्याक्स पेयर अथवा एसएससी को राइट एन्ड ड्युटिज भनेर तपाईँले 7 देखि 10 मार्क्ससम्म सोधिन सक्छ, 7 मार्क्समा या तपाईँले 10 मार्क्समा सोधिन सक्छ। अर्को चाहिँ तपाईँको इनल्यान्ड रेभेन्यू डिपार्टमेन्ट IRD, आन्तरिक राजस्व विभागको यसको फङ्सन के हो त हैन, अथवा यसको पावर के हो त भनेर तपाईँले 7 देखि 10 मार्क्ससम्म सोधिन सक्छ। अथवा तपाईँले चाहिँ यो फङ्सन अफ डाइरेक्टर जेनरल भन्छ, डाइरेक्टर जेनरल चाहिँ जो इनल्यान्ड रेभेन्यू डिपार्टमेन्टको मेन हेड हुन्छ, ऊ चाहिँ डाइरेक्टर, त्यसमा जुन त्यहाँ एउटा पद हुन्छ, त्यो पद चाहिँ डाइरेक्टर जेनरल हुन्छ, मेन ठुलो पोस्टमा हैन। उसको पनि तपाईँले चाहिँ रोल अथवा फङ्सन भनेर सोधिन सक्छ। त्यो दुईटाको एन्सर चाहिँ एउटै लेखिदिनु होला है, इनल्यान्ड रेभेन्यू डिपार्टमेन्टको या तपाईँको डाइरेक्टर जेनरलको यदि फङ्सन अथवा रोलहरू सोध्यो भने त्यसको जवाफ एउटै लेखिदिनु होला। यसको रेभेन्यू एडमिनिस्ट्रेसनको पुरै नोट मैले मेरो आफ्नो पेजमा राखेको छु, त्यहाँ गएर तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि अर्को चाहिँ रोल अफ गभर्नमेन्ट अफ नेपाल अन्डर इन्कम ट्याक्स एक्ट 2058 आयकर ऐन अन्तर्गत नेपाल सरकारको के हक अधिकार हुन्छ त हैन, ट्याक्ससँग रिलेटेड
कुराहरू के हो त त्यसको हक अधिकार भनेर तपाईँले 7 देखि 10 मार्कमा सोधिन सक्छ। एकदम इम्पोर्टेन्ट पनि छ, सजिलो पनि छ यो च्याप्टर हैन। लो क्वेसन स्योर आउँछ यहाँदेखि, यो पनि तपाईँहरूले हेर्नु होला है। अब अर्को च्याप्टर 17 देखि च्याप्टर 21 सम्म सबै थ्योरिटिकल च्याप्टरहरू हो। च्याप्टर 17 देखि च्याप्टर 21 सम्म पेनाल्टीसम्म है। तपाईँले त्यहाँ तपाईँले आफ्नो ओल्ड इज गोल्ड या क्वेसन प्याटर्नमा मतलब क्वेसन सब्जेक्ट सिलेबस सबै हेर्नु होला। च्याप्टर 17 देखि च्याप्टर 21 पेनाल्टीसम्म चाहिँ सबै यो थ्योरी सब्जेक्ट छ। त्यसैले अल थ्योरी रिलेटेड च्याप्टर्स विच कभर अराउन्ड 15 to 20 मार्क्स। यहाँबाट चाहिँ तपाईँले 15 देखि 20 मार्क्स आउँछ। यसका सबै आउन सक्ने सम्भावित प्रश्नहरू चाहिँ मैले पछाडि लेखेको छु, त्यो पनि म भन्छु अहिले है त। त्यसैले मैले यसमा चाहिँ सबैले एक एक गरी चाहिँ नहेरौँ भन्नको कारण त्यो है त। अब अर्को तपाईँको च्याप्टर 22 छ। च्याप्टर 22 मा भ्यालु एडेड ट्याक्स एकदम इम्पोर्टेन्ट च्याप्टर। यहाँबाट तपाईँले 10 मार्क्स सोध्छ, एउटा थ्योरी एउटा न्युमेरिकल। अब यसबाट तपाईँले न्युमेरिकल थ्योरीमा सोध्नु भनेको जस्तै तपाईँको भ्यालु एडेड ट्याक्सको मिनिङ लेख या त्यसको कन्सेप्ट के हो त, भ्यालु एडेड भनेको के हो भने तपाईँले 5 मार्कमा सोध्नु सक्छ हैन। अनि अर्को तपाईँको फिचर्स क्यारेक्टरिस्टिक अफ भ्याटको यसको कस्तो कस्तो विशेषताहरू हुन्छ त हैन, भ्याट भनेको कस्तो हुन्छ त भने तपाईँलाई 5 मार्कमा सोध्न सक्छ। या तपाईँको एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस अफ भ्याटको फाइदा र बेफाइदा अथवा मेरिट्स र डिमेरिट्स भनेर तपाईँले लेख भनेर सोध्न सक्छ। यसरी चाहिँ तपाईँको 5 मार्क्सको थ्योरी सोध्न सक्छ है। भ्याटसँग सम्बन्धित अरू क्वेसनहरू पनि तपाईँको स्टेटमेन्टहरू एक्सप्लेन गर भनेर सोधिरहेको हुन्छ। तर लगभग तपाईँले यिन तीनवटा कुराहरू पढ्नुभयो भनेपछि त्यो जुन सोधेको क्वेसन हुन्छ, स्टेटमेन्ट दिएको हुन्छ हैन, त्यो स्टेटमेन्टलाई चाहिँ तपाईँले आफ्नो मिलाएर एन्सर चाहिँ तपाईँले दिन सक्नुहुन्छ है त। अब अर्को न्युमेरिकल रिलेटेड टु भ्याट भ्यालु, भ्याटसँग सम्बन्धित यसका न्युमेरिकलहरू सोध्ने भयो भने त्यो 5 मार्क्सको। अब मैले यहाँ आएर म भन्छु तपाईँलाई, यदि तपाईँहरू न्युमेरिकल 2 दिनमा या 3 दिनमा भनौँ न न्युमेरिकल पनि म गर्छु हैन, तपाईँले थ्योरी मात्रै गरेर पनि तपाईँको 50 मार्क्स जति आउन सक्छ, म पछाडि म भन्छु। तर यी मैले जुन च्याप्टर भने जस्तै इन्कम फ्रम इम्प्लोइमेन्ट, त्यस पछाडि प्रोभिजन फर डिप्रिसिएसन, त्यसपछि सेटअप र यो भ्याट पढ्नुभयो भने तपाईँको 80 देखि 90 मार्क्स आउँछ क्या। त्यसो हुँदा यो भ्याटलाई पनि एकदम सजिलो क्वेसन हुन्छ हैन। एकदम यसको यो प्याटर्न, भ्याटको प्याटर्न म सबै मैले त्यहाँ नोटमा लेखिदिएको छु। यसका क्वेसनहरू 2-3 क्वेसन पनि म यसको PDF फाइल बनाएर तर डिस्क्रिप्सनमा राखिदिएको हुन्छ, त्यही अनुसार तपाईँले हेर्नु होला। यदि बुझ्नु भएन अथवा मलाई बुझाइदिनुहोस् न भन्नुभयो भने म तपाईँलाई बुझाउँछु इन्डिभिजुअली है, मेसेजमै तपाईँलाई म बुझाउँला। यसरी चाहिँ तपाईँको यो थ्योरी त थ्योरी भयो, थ्योरी सहित यिनी 4वटा च्याप्टर यो न्युमेरिकल प्र्याक्टिकलवाला च्याप्टरहरू हेर्नुभयो भने तपाईँको 80 देखि 90 मार्क्ससम्म तपाईँले एटेम्प गर्न सक्नुहुन्छ क्या है त। मैले भने इन्कम फ्रम बिजनेस, त्यसो इन्कम फ्रम इन्भेस्टमेन्टलाई छोडेर है, तिनीहरूलाई तपाईँले मैले छोड्नु भनिरहेको छु हैन, किनभने त्यसमा अलिक एडजस्टमेन्टहरू धेरै हुन्छ, अलिक क्वेसन पनि लेन्दी हुन्छ, तपाईँले बुझ्न अलि यता झन्झट हुन्छ। त्यसो हुँदा तीन दुईटालाई चाहिँ छोड्नु, किनभने सबै न्युमेरिकल च्याप्टर तपाईँले एटेम्प गर्छु भन्नु भने अलि असम्भव हुन्छ नि त 2 दिनमा। तपाईँले अलि प्र्याक्टिस गर्न पनि चाहियो हैन। त्यसो हुँदा तिनीहरूलाई छोडेर यो 4वटा च्याप्टर चाहिँ हेरिदिनु होला है त। भ्यालु एडेड ट्याक्सको यो न्युमेरिकल पनि हेरिदिनु होला। अर्को चाहिँ एकदम इम्पोर्टेन्ट च्याप्टर, लास्ट च्याप्टर, ट्याक्स अडिटिङ। ट्याक्स अडिटिङबाट तपाईँले सोध्न सक्ने प्रश्नहरू भनेको तपाईँको अडिट भनेको के हो भनेर सोध्न सक्छ। अडिटलाई स्ट्याट्युटरी अडिट पनि भन्छ है, डिफाइन स्ट्याट्युटरी अडिट अथवा अडिट। यो स्ट्याट्युटरी अडिट छ नि, यो भनेको एउटै हो है, त्यो कुरा याद राख्नु होला। त्यो भनेको के हो र अडिटको चाहिँ अब्जेक्टिभ्सहरू, यसको उद्देश्य के हो त, किन अडिट गरिन्छ त भनेर तपाईँले सोधिन सक्छ। यसरी तपाईँले 10 मार्क्समा चाहिँ तपाईँको स्योर क्वेसन हो, तपाईँलाई थाहा होला हैन। भ्याट पछाडिको जुन थ्योरी पोर्सन क्वेसन हुन्छ यो चाहिँ ट्याक्स अडिटिङबाट आउँछ। त्यसैले एकदम इम्पोर्टेन्ट च्याप्टर। यिनी लगभग यिनी 3-4वटा कुराहरू हेर्नुभयो भने तपाईँले 10 मार्क्स आउँछ। त्यसको अर्को क्वेसन छ डिफ्रेन्सेस बिट्विन स्ट्याट्युटरी अडिट एन्ड इन्टरनल अडिट। इन्टरनल अडिट र स्ट्याट्युटरी अडिटको यसको भिन्नता के हो भनेर तपाईँले सोधिन सक्छ हैन। त्यो अनुसार तपाईँले यसमा 10 मार्क्सको यसरी सोध्छ। अनि अर्को भनेको तपाईँको इन्टरनल अडिटको तपाईँहरू कन्सेप्ट जान्नु होला, इन्टरनल चेकको कन्सेप्ट जान्नु होला र इन्टरनल कन्ट्रोलको कन्सेप्ट जान्नु होला। यसरी चाहिँ तपाईँले क्वेसनमा कहिलेकाहीँ कसरी सोधिन्छ भनेपछि डिफाइन इन्टरनल अडिट र हाउ डु यु डिफ्रेन्स इन्टरनल अडिट फ्रम इन्टरनल चेक भनेर। यो भनेको कस्तो, इन्टरनल अडिट र इन्टरनल चेकको डिफ्रेन्सेस लेखेको भने हो नि त। त्यसो त यिन तिनटैको मजाले पढ्नु होला। मैले सबै नोटमा लेखाइदिएको छु। बुझ्नु भएन भने मैले भनेको छु बारम्बार मलाई सोध्नु होला, तपाईँलाई म बुझाउने कोसिस गर्नेछु है जसरी भए पनि। यी 3वटाको कन्सेप्टहरू पढ्नु होला। यसबाट तपाईँले भनौँ थ्योरिटिकल तपाईँ डेफिनेसन पनि सोध्न सक्छ या तपाईँको डिफ्रेन्सिएसन पनि सोध्न सक्छ, 10 मार्क्समा सोध्छ है। अब अर्को तपाईँको ट्याक्स अडिटिङको मिनिङ भनेको के हो सोध्न सक्छ र यसको अब्जेक्टिभ्स अथवा यसको इम्पोर्टेन्स, यसको महत्त्व के छ भनेर तपाईँले 10 मार्क्समा सोध्न सक्छ है। च्याप्टरहरू यही हो, च्याप्टरहरू 23सम्म च्याप्टर छ, सबैको मैले भनिहालेँ। अब चाहिँ तपाईँहरूलाई सोध्न सक्ने इम्पोर्टेन्ट क्वेसनहरू
अथवा कसरी पढ्ने त 2-3 दिनमा कसरी पढ्ने त त्यो म तपाईँलाई सम्झाउँछु है त। अब मैले अगाडि जुन च्याप्टरहरू चाहिँ मैले तिनीहरूको इम्पोर्टेन्ट कुराहरू लेखाएको थिएन, जस्तै च्याप्टर 17 देखि च्याप्टर 21 होइन, त्यहाँभन्दा अगाडि पनि तपाईँको कन्सेसनहरू, ट्याक्स रेटहरू, फाइनल विथहोल्डिङवालाहरू तिनीहरूबाट सोध्न सक्ने प्रश्नहरू मैले यहाँ लेखेको छु होइन। ल यहाँबाट यी 9वटा प्रश्नहरू तपाईँले हेर्नुभयो भनेपछि ल तपाईँको यहाँबाट चाहिँ 10 देखि 15 मार्क्ससम्म आउँछ है। यहीँबाट जस्तै मोस्ट इम्पोर्टेन्ट प्रोब्लम थ्योरी क्वेसनहरू सोध्न सक्ने अगाडिको 3 च्याप्टरहरू, प्रत्येक च्याप्टरबाट त्यो इम्पोर्टेन्ट क्वेसन त भइहाल्यो। त्यसबाहेक अरू यिनी मैले भने नि च्याप्टर 17 देखि च्याप्टर 21 सम्म केही पनि मैले भनेको थिएन, त्यहाँबाट सोध्न सक्ने क्वेसनहरू चाहिँ यी नै हुन्। म एक गरी भन्छु है त। सुरुमा चाहिँ एक्सप्लेन रिमोट एरिया एक्जाम्सन। रिमोट एरिया एक्जाम्सनको बारेमा तपाईँले एक्सप्लेन गरेर भन्नु सक्छ। रिमोट एरिया एक्जाम्सन भनेको जस्तै तपाईँको यसको क्याटेगोरी ए देखि ई सम्म छ। क्याटेगोरी ए, बी, सी, डी, ई। क्याटेगोरी एमा 50,000, त्यसपछि बीमा 40,000, सीमा चाहिँ 30,000, डीमा 20,000 र ईमा 10,000 छ। यसरी चाहिँ तपाईँले लेख्नु होला रिमोट एरिया एक्जाम्सन भनेर होइन। यो पनि तपाईँको के हो त एलोबल डिडक्सन हो। तपाईँको चाहिँ भनौँ न ट्याक्सेबल इन्कम गर्नुभन्दा अगाडि चाहिँ यो चाहिँ तपाईँले डिडक्ट गर्नुपर्छ, घटाउनुपर्छ भनेर लेख्नु होला है, तपाईँलाई थाहा होला। त्यस पछाडि अलाउबल डिडक्सन इन क्यालकुलेसन अफ ट्याक्सेबल इन्कम अफ नेचुरल पर्सन। जस्तै अलाउबल डिडक्सन के हो त, जस्तै प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन फर्स्टमा, त्यसपछि डोनेसन फर्मेट क्या। जस्तै तपाईँको इन्कम फ्रम इम्प्लोइमेन्टको मैले सबै लेख्दैछु त्यो फर्मेटमा, तपाईँले हेर्नुभयो भने त्यहाँबाट पनि तपाईँले यो एलाउबल डिडक्सन भनेर तपाईँले त्यहाँबाट नि हेरेर तपाईँले यसको एन्सर त्यहाँबाट हेरेर लेख्न सक्नुहुन्छ। जस्तै फर्स्टमा प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन होइन, त्यस पछाडि डोनेसन, त्यस पछाडि लाइफ इन्सुरेन्स प्रिमियमहरू, त्यस पछाडि हेल्थ इन्सुरेन्स अथवा मेडिकल इन्सुरेन्स प्रिमियम होइन, त्यस पछाडि रिमोट एरिया अलाउन्सेस भइहाल्यो। यिनीहरू चाहिँ डिडक्सन गर्न सकिन्छ भनेर यिनी पोइन्टहरू चाहिँ तपाईँले लेखिदिनु होला। त्यसो अर्को 3 मा छ ट्याक्स सर्टिफिकेट भनेको के हो, अथवा ट्याक्स सर्टिफिकेटको यसका टाइप्सहरू के हो भनेर तपाईँले सोधिन सक्छ होइन। यो 9वटाको सबैको मैले भनौँ न यसको थ्योरीको सबैको एन्सर चाहिँ मैले तल पिडिएफ फाइलमा राखिदिएको हुन्छु। त्यहाँ तपाईँले लिङ्कमा गएर तपाईँ क्लिक गरेर हेर्न सक्नुहुन्छ, अथवा मेरो यो रत्नामृत बिजनेस नोटमा गएर तपाईँले त्यहाँ गएर पनि तपाईँले यो प्रत्येकको नोट्सको यो क्वेसनको एन्सर चाहिँ तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ है त। अब अर्को तपाईँको ट्याक्स सर्टिफिकेट यसको टाइप्स भइहाल्यो। त्यसपछि प्रोभिजन रिलेटेड टु द मेन्टेनेन्स अफ अकाउन्ट अथवा डकुमेन्ट मेन्टेनेन्ससँग सम्बन्धित यसको प्रोभिजनहरू, प्रावधानहरू के छ त होइन, डकुमेन्ट मेन्टेन गर्नको लागि त्यो तपाईँले सोधिन सक्छ होइन। त्यसो अर्को 5 मा चाहिँ ट्याक्स एसेसमेन्ट भनेको के हो भनेर तपाईँले त्यो सोधिन सक्छ, अथवा यसका टाइप्सहरू के हो सँग मेन्सन गरेर भनेर तपाईँले 10 मा सोधिन सक्छ होइन। ट्याक्स एसेसमेन्टको टाइप्सहरू 3वटा टाइप्सहरू छन्, यो सबै म नोटमा लेखिदिएको छु। त्यसमा मेन्सन मेथड अफ ट्याक्स कलेक्सन। ट्याक्स कलेक्सन गर्न कुन विधिबाट हामी ट्याक्स कलेक्सन गर्न सक्छौँ, अथवा यसको मेथडहरू के छन् त भनेर त्यो पनि मैले त्यहाँ लेखिदिन्छु, त्यहाँ हेर्नु होला तपाईँहरू है त। त्यसपछि अर्को 7 मा चाहिँ डिफरेन्ट ट्याक्स रिफन्ड। ट्याक्स रिफन्ड भनेको के हो त्यो तपाईँले सोध्न सक्छ। र अर्को एडमिनिस्ट्रेटिभ रिभ्यू भनेको के हो तपाईँले त्यो पनि सोध्न सक्छ है, एडमिनिस्ट्रेटिभ रिभ्यू। अब अर्को प्रश्न, लिस्ट एनी 5 गुड्स अथवा सर्भिसेस एक्जेम्ट फ्रम भ्यालु ट्याक्स। भ्यालु ट्याक्सबाट कुन गुड्स एन्ड सर्भिसहरू एक्जेम्ट हुन्छ होइन, 5वटा अथवा त्यो लेख्नु होला तपाईँ। भ्याटको लागि चाहिँ कुन गुड्स अथवा सर्भिसहरू चाहिँ एक्जेम्ट हुन्छ त्यो लेख्नु होला। त्यसो अर्को वाट इज ट्याक्स क्लियरेन्स सर्टिफिकेट। ट्याक्स क्लियरेन्स सर्टिफिकेट भनेको के हो भने त्यो सोध्न सक्छ। र त्योसँग वाट डकुमेन्ट सुड बी सबमिटेड टु इनल्यान्ड रेभेन्यू अफिस फर इस्यु अफ सच सर्टिफिकेट। यो ट्याक्स क्लियरेन्स सर्टिफिकेट इस्यु गर्नको लागि हामीले इन्डियन रेभेन्यू अफिसमा चाहिँ कुन डकुमेन्टहरू चाहिँ हामीले पेस गर्नुपर्छ, कुन डकुमेन्टहरू चाहिँ हामीले सबमिट गर्नुपर्छ भनेर यसरी चाहिँ तपाईँलाई क्वेसन सोध्न सक्छ। यो यहाँ 1 देखि 9वटासम्म क्वेसनहरू छ। यहाँबाट लौ तपाईँलाई क्वेसन स्योर आउँछ यहाँदेखि नै, त्यो अनुसारले यो 9वटा क्वेसनहरू चाहिँ हेर्नु होला है त। तपाईँहरू सबैलाई फेरि बेस्ट अफ लक छ। अनि मैले अघि पनि भने तपाईँले म कसरी अब 2 दिनमा कसरी प्रिपरेसन गर्ने र स्ट्राटेजी के अप्नाउनु पर्छ 80+ मार्क्सको लागि भनिरहेको छु मैले। 80+ मार्क्स कसरी हामी चाहिँ 2 दिनमा ल्याउने त। तपाईँहरू अहिले हार्डवर्क, डेडिकेसन, कन्सिस्टेन्सी पनि चाहियो होइन। अब बिहान पढ्यो दिनभरि सुतेर पनि हुँदैन होइन, बिहानदेखि साँझसम्म केही हल्का मेहनत पनि गर्नु पऱ्यो नि त होइन। एक रात नसुत्दैमा केही हुँदैन होइन। एक रात नसुत्नुहोस्, भोलिपल्ट इक्जाम दिएर आएर मजाले सुत्नुहोस्, एउटा आफूलाई एउटा सुकुन फिल हुन्छ नि त होइन। इक्जाम कमसेकम हिजो राति नसुतेर मेरो इक्जाम त राम्रो भयो नि त भन्ने हुन्छ नि त। रातभरि पनि सुतेको छ अनि गएर ऊ त इक्जाम पनि बिग्रियो भनेपछि त अलि ठिक हुँदैन नि त होइन। त्यसो हुँदा अब 2 दिन प्रिपरेसनमा हामी कसरी गर्ने, अथवा त्यसको स्ट्राटेजी के छ त 80+ मार्क्सको लागि है। 80+ मार्क्सको तपाईँले एटेम्प गर्ने, यसबाट चाहिँ तपाईँले पास हुने त्यो हो है। तपाईँले 80+ गर्ने, तपाईँको लौ यी सबै कुराहरू मजाले हेर्नुभयो भने चाहिँ तपाईँले मोरओभर तपाईँको 60-70% आउँछ, 60-70 मार्क्स चाहिँ आउँछ क्या, यदि 80 मार्क्सको तपाईँले हल गर्नुभयो भने
है त्यो म भन्छु फोकस अन च्याप्टर 1 to च्याप्टर 5 च्याप्टर 1 देखि च्याप्टर 5 सम्म तपाईँको जुन थ्योरीवाला च्याप्टर बनाएको थियो होइन त्यो सबै तपाईँले हेर्नु होला एकदम सजिलो छ छोटो डेफिनेसनहरू छ थ्योरीवाला हो सबै त्यहाँबाट हेर्नु होला त्यहाँबाट तपाईँले 10 देखि 15 मार्क्स आउँछ स्योर हो त्यस पछाडि फोकस अन च्याप्टर 8 लाई फोकस गर्ने इन्कम फ्रम इम्प्लोइमेन्ट मैले भनेको छु अघि पनि 10 देखि 12 मार्क्स आउँछ एउटा 2 मार्क्स तपाईँको सर्ट ग्रुप एमा र 10 मार्क्स तपाईँको ग्रुप बीमा फर्स्ट क्वेसन होइन च्याप्टर 8 लाई हेर्ने त्यसको च्याप्टर 9 लाई फोकस गर्ने प्रोभिजन फर डिप्रिसिएसन 8 देखि 10 मार्क्स आउँछ एमा त्यसको च्याप्टर 11 र च्याप्टर 13 च्याप्टर 11 में तपाईँ क्यापिटल गेन छ क्यापिटल गेन ट्याक्समा तपाईँले मैले भने दुईटा मात्रै थ्योरी छ त्यो दुईटा थ्योरी ल हेर्नुभएपछि एउटा आउँछ आयो भने चाहिँ तपाईँलाई 2 मार्क्स त आयो नि त होइन अलिक छोटो छ त्यही अनुसार तपाईँले हेर्नु होला अनि अर्को रेसिडेन्सियल स्टेटसबाट तपाईँले हेर्नु होला त्यहाँदेखि तपाईँको 2 देखि 5 या 7 मार्क्ससम्म यो च्याप्टरबाट आउँछ दुईटा च्याप्टरबाट है अनि अर्को फोकस अन च्याप्टर 14 सेट अप एन्ड क्यारी फरवर्ड अफ लस मैले भने 2 देखि तपाईँको 7 मार्क्स आउँछ त्यहाँ एकदम सजिलो च्याप्टर छ होइन च्याप्टर 16 छ रेभेन्यू एडमिनिस्ट्रेसन त्यहाँमा केही थ्योरीहरू छ 5वटा थ्योरीहरू छ त्यो कुराहरू हेर्नुभयो भने तपाईँले लगभग यहाँबाट 7 मार्क्स या 8 मार्क्स तपाईँले त्यहाँबाट ग्र्याब गर्न सक्नुहुन्छ है त च्याप्टर 22 बाट तपाईँको भ्यालुएटेड ट्याक्स 10 मार्क्स आउँछ स्योर क्वेसन हो तपाईँलाई सबैलाई थाहा होला होइन एकदम स्योर क्वेसन हो त्यहाँबाट स्योर आउँछ नि अनि अर्को च्याप्टर 23 मा चाहिँ ट्याक्स अडिटिङ त्यहाँबाट 10 मार्क्स आउँछ तपाईँलाई पनि थाहा होला त्यो होइन ट्याक्स अडिटिङ 5-6वटा थ्योरीहरू छ त्यो थ्योरी मजाले हेर्नुभयो भने तपाईँको 10 मार्क्स स्योर त्यहीँबाट आउँछ र त्यही अनुसार तपाईँले प्रिपेयर गर्नु होला अनि अर्को चाहिँ इम्पोर्टेन्ट थ्योरी अफ थ्योरी क्वेसन भनेको जस्तै मैले यहाँ क्वेसन यो थ्योरीहरू लेखेको छु यो तपाईँले हेर्नुभयो भने तपाईँको मिनिमममा 80 र म्याक्सिमममा 90 मार्क्ससम्मको आउँछ यतिसम्म तपाईँले एटेम्प गर्न सक्नुहुन्छ ल एभरेजै भन्यो भने तपाईँ 85 मार्क्सको हल गर्नु भने त धेरै हो नि त होइन र 85 मार्क्सबाट के रङ होला तपाईँको यदि त्यो फर्मेटहरू सबै ठिक छ तर तपाईँले भ्यालु राम्रोसँग राख्नु भएको छैन होइन यो एकदम प्र्याक्टिकल सब्जेक्ट हो नि त त्यसैले त्यहाँ चाहिँ तपाईँको मार्क स्किम अनुसार तपाईँको मार्क्स आउँछ एन्सर रङै भयो भने तपाईँले यदि फर्मेट सही गर्नु भएको छ भनेपछि तपाईँको चाहिँ मार्क्स आउँछ जस्तै मैले इन्कम फ्रम इम्प्लोइमेन्ट त्यसको डिप्रिसिएसन सेटअपको होइन भ्याटको इन सबैको मैले फर्मेट सहित लेखेको छु त्यो फर्मेट तपाईँले याद गर्नु होला यदि बुझ्नु भएन भनेपछि मलाई प्रश्न गर्नुहोस् होइन मलाई मेसेज गर्नु होला यो पेजमा गएर मैले भने जतिखेर तपाईँले म मेसेज रिप्लाई गर्छु अनि तपाईँले नजानेको प्रश्नको उत्तरहरू म त्यहाँ तपाईँलाई रिप्लाई ब्याक गर्छु है त यही हो सबै च्याप्टरहरू हेर्नु होला अनि इम्पोर्टेन्ट क्वेसनहरू नि हेर्नु होला अनि ओके अल द बेस्ट अनि तपाईँको सबैको दिन शुभ रहोस् एक्जाम राम्रो होस् ओके थ्याङ्क यू सो मच